सम्पूर्णमा नमस्कार। आज म तपाईलाई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर प्रोग्रामको प्रवेश परीक्षा अर्थात् सिम्याट फर्म कसरी भर्ने सिकाउन गइरहेको छु। आफ्नो मोबाइल अथवा ल्यापटपबाट कुनै पनि ब्राउजर ओपन गर्नुहोस्। ब्राउजर ओपन गरिसकेपछि ब्राउजर सर्च बारमा tudoms.org टाइप गर्नुहोस् र इन्टर बटन प्रेस गर्नुहोस्। अब फ्याकल्टी अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीको वेब पोर्टल खुल्छ। अब तपाईले त्रिभुवन युनिभर्सिटीको लोगो भन्दा तल भएको चुज फाइल अप्सनमा तपाईले आफ्नो फोटो अपलोड गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो फोटो फर्मल ड्रेसको फोटो अपलोड गर्नुहोला। तपाईले अपलोड गर्ने फोटो जेपीजी, जेपीईजी र पीएनजी फर्मेटमा हुनुपर्ने हुन्छ र यो फोटोको साइज 256 केबी भन्दा तलको हुनुपर्छ। त्यसपछि तपाईले आफूले पढ्न चाहेको प्रोग्राम सिलेक्ट गर्नुहोस्, जस्तै एमबीएस, एमपीए, एमबीएम, एमबीएसीएल, एमबीएम, एमबीएफ, एमएचएम, एमटीटीएम, एमएटीएस। मैले अहिलेको लागि एमबीएस प्रोग्राम सिलेक्ट गरेँ। त्यसपछि तपाईले अध्ययन गर्न चाहेको कलेजको नाम सिलेक्ट गर्नुहोस्। मैले अहिलेको लागि शङ्करदेव कलेज सिलेक्ट गरेको छु। त्यसपछि तपाईले आफूले कुन कोटामा फर्म भर्ने त्यो कोटा सिलेक्ट गर्नुहोस्, जस्तै खुल्ला, महिला, जनजाति, दलित, फरक क्षमता, मधेसी, पिछडिएको क्षेत्र, मुस्लिम, थारू अथवा कुनै अन्य अप्सन सिलेक्ट गर्नुहोस्। मैले अहिलेको लागि खुल्ला अप्सन सिलेक्ट गरेको छु। त्यसपछि तपाईले आफ्नो पुरा नेम ब्लक लेटर अर्थात् क्यापिटल लेटरमा टाइप गर्नुहोस्। त्यस पछाडि तपाईले आफ्नो नाम नेपाली लिपिमा टाइप गर्नुहोस्। त्यस पछाडि आफ्नो जेन्डर खुलाउनुहोस्। त्यसपछि आफूले प्रयोग गरिराख्नु भएको इमेल आइडी यहाँ टाइप गर्नुहोस्। त्यस पछाडि तपाईले एड्रेस इन्फर्मेसनमा आफ्नो पर्मानेन्ट एड्रेस टाइप गर्नुहोस्। त्यस पछाडि तपाईले आफ्नो प्रदेश सिलेक्ट गर्नुहोस्, जिल्ला सिलेक्ट गर्नुहोस्। त्यसपछि तपाईले आफ्नो मोबाइल नम्बर यहाँ टाइप गर्नुहोस्। त्यसपछि तपाईले आफ्नो एसएलसीको इन्फर्मेसनहरू यहाँ भर्नुपर्ने हुन्छ। बोर्ड अर युनिभर्सिटीमा नेपाल बोर्ड टाइप गर्नुहोस् र आफ्नो पास्ट इयर टाइप गर्नुहोस्। आफ्नो एसएलसीको रोल नम्बर टाइप गर्नुहोस्। त्यसपछि तपाईले प्राप्त गर्नुभएको डिभिजन टाइप गर्नुहोस् र तपाईले प्राप्त गर्नुभएको पर्सेन्टेज टाइप गर्नुहोस्। त्यस पछाडि तपाईले आफ्नो प्लस 2 को इन्फर्मेसन भर्नुपर्ने हुन्छ। बोर्ड अर युनिभर्सिटीमा एनईबी टाइप गर्नुहोस्। त्यसपछि आफ्नो पास्ट इयर टाइप गर्नुहोस् र तपाईको प्लस 2 को रोल नम्बर टाइप गर्नुहोस्। त्यस पछाडि तपाईले प्राप्त गर्नुभएको डिभिजन टाइप गर्नुहोस् र तपाईले प्राप्त गर्नुभएको पर्सेन्टेज टाइप गर्नुहोस्। त्यसपछि तपाईले ब्याचलर डिग्रीको इन्फर्मेसनहरू भर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले अध्ययन गर्नुभएको युनिभर्सिटीको नाम टाइप गर्नुहोस् र तपाई पास हुनुभएको पास्ट इयर टाइप गर्नुहोस्। त्यसपछि तपाईको युनिभर्सिटीको रोल नम्बर टाइप गर्नुहोस्। त्यसपछि तपाईले प्राप्त गर्नुभएको डिभिजन टाइप गर्नुहोस् र त्यसपछि तपाईले प्राप्त गर्नुभएको पर्सेन्टेज अथवा जीपीए टाइप गर्नुहोस् र त्यसपछि तपाईको युनिभर्सिटी रजिस्ट्रेसन नम्बर टाइप गर्नुहोस्। अब यहाँ तपाईलाई अट्याचमेन्ट्समा चाहिँ केही इन्फर्मेसनहरू दिएको छ। अब तपाईले कुन कलेजबाट सिम्याटको परीक्षा फारम भर्न चाहनु भएको हो त्यो कलेजको अकाउन्टमा चाहिँ तपाईले पैसा डिपोजिट गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईले सम्बन्धित कलेजमा सम्पर्क गरेर बैंक खाताको डिटेल माग्नुपर्ने हुन्छ। मसँग अहिले शङ्करदेव कलेजको बैंक अकाउन्टमा पैसा डिपोजिट गरेको भाउचर छ। म चाहिँ अहिले यो भाउचर भर्न गइरहेको छु। यो अपलोड गर्ने बेलामा तपाईको भाउचर जेपीजी फर्मेट, जेपीईजी फर्मेट, पीएनजी अथवा पीडीएफ फर्मेटमा हुनुपर्ने हुन्छ। त्यसपछि तपाईले अदर अट्याचमेन्ट अप्सनमा ब्याचलर कम्प्लिट गरेको ट्रान्सक्रिप्ट अथवा रिजल्ट कुरिराख्नु भएको छ र तपाईको ट्रान्सक्रिप्ट आइसकेको छैन भने तपाईले पास गर्नुभएको इयरको अथवा सेमिस्टरको मार्कसिट पनि तपाईले अपलोड गर्न सक्नुहुन्छ। यति भरिसके पछाडि तपाईले एकचोटि आफ्नो डिटेल पुरा हेर्नुहोस् र सेभ बटनमा थिच्नुहोस्। त्यसपछि तपाईलाई आफ्नो सिम्याट सिम्बल नम्बर उपलब्ध गराउँछ। त्यसपछि तपाईले आफ्नो फर्म सबमिट भयो कि भएन भनेर यहाँबाट पनि हेर्न सक्नुहुन्छ। आफूले प्राप्त गरेको रोल नम्बर टाइप गर्नुहोस्। त्यसपछि तपाईले अगाडि इन्टर गरेको आफ्नो इमेल आइडी टाइप गर्नुहोस् र तपाईले आफ्नो फोन नम्बर टाइप गर्नुहोस्। त्यसपछि सबमिट गर्नुहोस्। अब तपाईले आफ्नो फर्मको स्टाटस के छ तपाईले यहाँबाट देख्न सक्नुहुन्छ। तपाईको फर्म भेरिफाइड भइसके पछाडि तपाईले आफ्नो सिम्याट प्रवेश पत्र त्यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।